हेलो नमस्कार हजुर। यो चाहिँ अब हाम्रो हरिहरपुरगढी गाउँपालिका सिन्धुली मरिन गाउँपालिका हरिहरपुर हुँदै चाहिँ हेटौडा जाने बाटो। यो चाहिँ अहिले चाहिँ यो पूर्व पश्चिमको लागि चाहिँ एकदम सहजीकरण हुने हेभी गाडीहरूको लागि चाहिँ यात्रा गर्नु एकदम चाहिँ छोटो बाटो, छोटो दुरीको बाटो भएको हुँदा हजुरहरूलाई कस्तो लाग्छ, हजुरहरूले पनि सुनेर हेरेर प्रतिले नभुल्नु होला। यो बाटो अबको दिनमा चाहिँ सञ्चालन भइसकेपछि अब एकदम चाहिँ बेस्ट रोड हुनेछ र हजुरहरूले पनि यो बाटोको लागि चाहिँ अब बाँकीको दिनमा सञ्चालन भइसकेपछि कसरी चलाउँदा हुन्छ र के गर्दा हुन्छ र हजुरहरूले पनि चाहिँ हेरेर सुनेर बुझेर र सेयर गरेर हरेक सामु चाहिँ सेयर गरिदिनु होला र प्लस बाँकीको दिनमा दिनमा चाहिँ सञ्चालन भइसकेपछि अब यो बाटोको चाहिँ व्यवस्थित कसरी गर्दा हुन्छ, के गरी गर्दा हुन्छ र यो राम्रो अब अवलोकन दृश्यको लागि चाहिँ कुन ढङ्गले चाहिँ यसलाई चाहिँ अब व्यवस्थित गर्न सकिन्छ भन्ने कुरालाई हामीले अगाडि बढाउन सकिन्छ भन्दै हजुरहरूले चाहिँ प्रतिक्रिया दिन नभुल्नु होला। हस्त हजुर, धन्यवाद। हजुरहरूको शुभ दिन शुभ रहोस्, शुभरात्रिकालीन।